ओम सबैमा ओमको नमन। जय श्री राम, जय श्री राधे राधे। म आज फेरि पहिला पनि केही नेपालमा सबै ठाउँमा पाउने निमको बारेमा मैले भनिसकेको थिएँ। आज म फेरि यसको चर्चा गर्दैछु। वास्तविकमा निम र तुलसी यसलाई जति वर्णन गरे तापनि सानो हुन जान्छ। वर्णन गरेको कुरा यो जडीबुटीहरू आफैमा अद्भुत छन्। तपाईले यसलाई प्रयोग गरिसकेपछि मात्रै थाहा हुन्छ कि वास्तविकमा यसले के गरेको छ त। कुनै मेडिकल साइन्स या आयुर्वेदले या कुनैले यसलाई खासै अनुसन्धानको रूपमा लगेको छैन। यो आयुर्वेद पद्धतिबाट पहिलादेखि नै आइराखेको हो, अहिलेसम्म चलिराखेको पनि छ। वास्तविकमा तपाईँ आफै युज गर्नुहुन्छ, त्यसपछि तपाईलाई आफै अनुसन्धान गर्नुहुन्छ कि वास्तवमा यसले काम गरेको छ कि छैन। अब यसको म चर्चा गर्दैछु। यो निमपातले मैले आफै अनुसन्धान र प्रयोग पनि गरेको छु। अनुसन्धान त होइन, म आफ्नै युज गरेर मैले अनुभव पाएर हजुरहरूको सामने म प्रस्तुत गर्न गइराखेको छु। निम पात धार्मिक दृष्टिकोणले पनि यो अद्भुत हो। यसको सेवनले गर्दा तपाईलाई बुखार, कफ, ब्लड प्रेसर र छाला सम्बन्धी रोग र ग्यास्ट्रिकमा पनि मैले बुझेको कुरा यसले धेरै राम्रो काम गर्छ। यदि तपाईले यसमा एन्टिफङ्गल, एन्टिब्याक्टेरियल, एन्टिभाइरलको रूपमा यसले काम गरिराखेको छ। तपाईले एन्टिफङ्गलको रूपमा पनि यसलाई प्रयोग गर्न सक्नुहुन्छ। एन्टिब्याक्टेरियल, अब एन्टिब्याक्टेरियल भनेको के हो? यदि तपाईलाई कफ सर्दी लागेको छ या ज्वरो आएको छ भनेदेखि तपाईँ इमिडिएटली यसको प्रयोग गर्नुहोस्, निको गर्छ। कफ आएछ भनेदेखि अब यसलाई तपाईलाई 10 किलो वेट बराबर एउटा पत्ता खानु पर्छ। त्यसै गरी तपाईँको कति वेट छ त्यसमा अलिकति डोज घटाउने बढाउने गर्नुपर्छ। कुन सिभियरिटीको आधारमा मेडिसिन पनि, जस्तै डक्टरहरू इमर्जेन्सी कन्डिसनमा सिभियरिटीको आधारमा केही मेडिसिनहरू घटाउने बढाउने गर्छ। त्यही आधारमा यसलाई पनि सिभियरिटी कति रहेको छ त्यही आधारमा तपाईँले यसको पत्तालाई घटाउने बढाउने प्रक्रियामा लैजानुपर्छ। यदि तपाईँलाई बुखार छ या कफ छ भनेदेखि बिहान बेलुका यसलाई 5 देखि 10वटा या 12वटा पत्ता तपाईँको वेटको आधारमा कति छ बिस्तारै बिस्तारै चपाउनुहोस् र तातो पानी खानु। तपाईँले केही दिनपछि तपाईँलाई 5 दिन 7 दिन एन्टिबायोटिक खाए पनि टाइम लाग्छ ठिक हुनको लागि। त्यस्तै यो 5 दिनदेखि 7 दिनसम्ममा बुखार, कफ यसले पनि निको पार्छ। साथमा तपाईँले नियमित सेवन गरियो भनेदेखि ग्यास्ट्रिक यसले निर्मूल पार्छ। त्यो मैले अनुभवबाट भनेको हो, मैले आफू युज गरेको हो। यसले ग्यास्ट्रिकले पनि निर्मूल पार्छ। तर खानेकुरामा प्रतिबन्ध लगाउनुपर्छ। तपाईँले निमको पात खाँदै हुनुहुन्छ र खानेकुरामा तपाईँले रक्सी, चुरोट, खैनी, गुट्का, तेल भएको, भुटेको, अरू भोजभतेर व्रत खानुहुन्छ, यसले पनि त्यति काम गर्दैन। तपाईँले सात्विक भोजन खानुहोस्, बिहान मर्निङ वाक गर्नुहोस् र बिहान आएपछि यसले सेवन गर्नुहोस्। तपाईँले यसले धेरै निर्मूल पार्छ र नियमित सेवन गर्दा तपाईँलाई जिन्दगीमा कहिले पनि क्यान्सर हुँदैन। निम र तुलसी सँगै खायो भने अद्भुत काम गर्छ। तुलसी पनि सबैले बुझेको कुरा हो। बच्चाहरूले पनि कफ सर्दी लाग्दाखेरि पहिलादेखि नै भन्छ मह र तुलसी खुवाउनुहोस्, तर यसले सँगै खानुहोस्। र साथमा तपाईँले सिभियरिटी किसिमको कफ सर्दी छ भनेदेखि मैले एउटा भिडियोमा पनि प्रस्तुत गरिसकेको छु। त्यसमा अदुवाको पात होइन, अदुवा र बेसार र इनेची हालेर पकाउनुहोस्। त्यसलाई बोइलिङ गर्नुहोस् र चिया जस्तो तपाईँले जस्तै चियाको हाइब्रिड छ, बिहान बेलुका र साँझतिर खाने त्यस्तै प्रकारले तपाईँ खानु र निम र तुलसी खानुहोस्। 100% तपाईँले एन्टिबायोटिक खानु पर्दैन, किनकि यसमा आफै गुण छ। एन्टिब्याक्टेरियल पनि हो, एन्टिभाइरल पनि हो, एन्टिफङ्गल पनि हो। यसमा अब सबैले यो बोटबिरुवा लगाउनुहोस्। यसमा लगाउनको लागि खर्च पनि छैन, जता पनि पाउँछ र सबै ठाउँमा पाउँछ। पहाडदेखि तराईसम्म पाउँछ। संसारमा सबै ठाउँमा हुने यो। खानुहोस्
तपाईहरुले निर्मूल पार्नुहुन्छ 100% यसले काम गर्छ मैले अनुभवबाट भनेको छु सबैमा फेरि ओमको नमन